तर तपाईँ रुँदाखेरि अलि नराम्रो लाग्छ, नरुनुहोस्। अब चाहिँ खुसी हुनुहोस्। अब एउटा गीत मैले आमाको लागि गाएँ, अब अर्को एउटा गीत हाम्रो दिदी बहिनीको लागि गाउँछु म। मलाई एउटा कुर्सी दिनुहुन्छ, यो होच भएर पनि अलिक गाह्रै भयो कि, एउटा कुर्सी भएदेखि स्टेजबाट टाढा भइयो। स्टेजमा बस्यो भने मान्छे उहाँ बसेर बदम खाएर हेर्दैन कि, हामी कहाँदेखि चाहिँ गीत सुन्नुमा आइराखेको छ, हाई काट्दै हो पर बसेर हेर्दैन, त्यही भएर म तल झरेँ है। आजको दाइहरू कुरा त्यति है। फेरि यति हो त सबैजना आउनुभयो त अब अलि रमाइलो होला नि त होइन। ल अरे आमा फेरि अझै रुँदै हुन्छ, नरुनुहोस् आमा, अब यो रमाइलो गर्ने हो, अलिकति हल्ला गर्दा त्यसो अलिकति हल्ला यसो सुनाउ त। यता पनि छ। अबको गीत भनेको बहिनीहरूको छोरीहरूको चेलीहरू। समस्या के छ भने यो अलिक ठुलो जातिको केटासँग अलिक सानो जातिको भनेको बहिनीले बिहे गरे भने त्यो बहिनीलाई साह्रै गाह्रो कि। सासू ससुराले खाली बचाउन आउने, प्याच भन्ने, त फलाना कि छोरी भन्ने, भित्र छिर्नै नदिने, छोएको नखाने, भान्सामा जानै नदिने। त्यसो गर्दा पाइएन नि त आमा। आफ्नो छोराले मन पराएर माया गरेर ल्याएको त जुनसुकै जातको हो, जुनसुकै धर्मको हो, जोसुकै होस्, आफ्नै सन्तान जति बराबर गर्नु माया गर्नु पऱ्यो नि त। त्यसैले अब हामी प्रश्न गरौँ, गला चल्यो मान्छे चलेन, तिम्रो घरमा मेरी छोरी। यो गीत को सुन्नु भएको छ? हात उठाउँदा सुनेकाले मात्रै। ओहो यति भए पुग्छ। यतातिर पनि सुन्नु भएको छ, ठिक छ। सँगसँगै गाउन सकिन्छ। यो रचना रिमाल र मैले गाएको गीत हो यो। भाइ अलिकति साउन्ड अझै रिभर्ब अलिक बढाउँ, अलिक साउन्ड बढाउँ भाइ दाजु प्लिज। ओके।